भिडियोमा हामीले हेर्नेछौँ कि तपाईँको गाडीमा कति फ्युलिङ र कति ड्रेन भएको छ भनेर त्यो रिपोर्ट हामीले यहाँबाट हेर्नेछौँ। त्यसको लागि सबभन्दा पहिला हामीले रिपोर्टमा जानुपर्ने हुन्छ। रिपोर्टमा गएपछि तपाईँको गाडीतिर फ्युल देखिन्छ। फ्युलको राइट साइडतिर फ्युल एन्ड ड्रेन भएको देखिन्छ। यसमा क्लिक गर्ने बित्तिकै तपाईँको पार्टिकुलर डेट सिलेक्ट गर्नुपर्छ। म 7 डेको हेर्न खोजिरहेको छु भने 7 डे यो आइएसओ मल्टिपल सिलेक्ट गरेर मैले सबै जग्गा एप्लाई गर्छु। एप्लाई गर्ने बित्तिकै सबै भेहिकलको कति कतिमा फ्युल हालेछ र यो 7 डेजमा कति कति फ्युल हालेछ त्यो सबै आयो यहाँ। यो ड्रेन कति कति बच्छ त्यो पनि आयो। सपोज मैले यो पार्टिकुलर गाडीमा क्लिक गरेँ प्लस आइकन, यहाँ क्लिक गर्दाखेरि यो गाडीले यो हप्तामा 2 दिन फ्युल हालेछ यो लोकेसनमा, कति कति फ्युल हालेछ त्यो पनि देखायो, कुन कुन ठाउँमा हालेछ त्यो पनि देखायो। यही तपाईँको यसो ग्राफ हेर्नु छ भिडियोमा भने यो ग्राफ राइट साइडमा फ्युल लेभल चार्ट छ। यसमा क्लिक गर्दाखेरि तपाईँको यो ग्राफ देखिन्छ। तपाईँले कति कति फ्युल हाल्नुभएको छ, यो गाडीले 2 दिन हालेछ यो ठाउँमा यति यति फ्युल 170 फ्युल हालेको छ भनेर यसरी हामीले फ्युल चेक गर्न सकिन्छ गाडीमा कति फ्युल र कति ड्रेन भएको छ भनेर। हस् त, थ्याङ्क यू।